हामी बनाउन गइरहेछौँ फल्की मकै। हजुरहरूलाई कस्तो लाग्छ? हजुरले कसले खानु भएको छ फल्की मकै कमेन्ट गर्नु होला है त। फर्स्ट हामीले हाल्यौँ मटनको के अरे खुट्टा होइन, खुट्टाले बनायो है त। मसला हाल्दैछ यसमा, चलाउने होइन। यसलाई भन्छ फल्की मकै। यो चाहिँ गाउँघरमा लेखमा चाहिँ यसलाई पहिला हरियो हुँदैमा सुकाएर बनाइन्छ। यो मकै उसिनेर सुकाएर बनाइन्छ। सब हेर्नु है त। अब यसलाई हामी यसरी हाल्दैछौँ हेरेर। दामी भान्दा त यसलाई। अनि त्यसपछि टमाटो हालिन्छ। टमाटो अलिअलि कट भइसकेको छैन र यसलाई यस्तो चलाउनु फेरि गाउँघरको स्टाइलमा होइन यो। अब टमाटो हाल्दैछौँ यसरी लास्टमा टमाटो एड गर्छौँ होइन। यसरी सल्ट हाल्छौँ। सल्ट हाल्नु यसरी यस्तो छ हाम्रो। ल पानी लास्टमा वाटर यसरी हाल्दैछौँ पानी। अझै पुग्दैन होला पानी। यस्तो भयो धनिया कसरी हाल्यो पछि हो। ल यस्तो भयो चाहिँ माथि देखाउ त। यस्तो भयो। ल पाकेपछि चट्ट देखाउँछौँ है त। ल कभर लगाइदियो। ल अब पाकेपछि फेरि देखाउँछु। यसलाई यसरी है त। ल यस्तो भएछ। डढेको के हो? ए फोन आएको कसको? यस्तो भयो है त। फेरि देखाउँछौँ हामी है त। ल फल्की मकै दामी दामी सुप जस्तै सेम। ल जाडोमा सुरुप खानु है त। ल है अब एकचोटि खाएको देखाउँछु म।